हेलो एभ्रिवान। यदि तपाईहरु पनि आफ्नो घरमा सेटर बक्स लगाउन चाहनुहुन्छ भने यो खालको सेटर बक्स चाहिँ एकदम राम्रो छ, एकदम स्मुथ पनि चल्नु भएको भएर मैले चाहिँ यही नै प्रिफर गर्छु हजुरहरुलाई चाहिँ है। अनि हामीसँग चाहिँ यो वाला सेटर बक्स आइपुगेको छ। यसलाई चाहिँ अनबक्सिङ गरौँ है पहिला। अनि कसरी कनेक्ट गर्ने हो भनेर चाहिँ म तपाईहरुलाई सिकाउँछु है। यो चाहिँ हाम्रो सेटर बक्स मिनी, यो खालको चाहिँ सेटर बक्स आएको छ। त्यसै गरी यसमा चाहिँ डीसी कनेक्टरहरू, एबी, एचडिएमआई स्विच है, ल्यान्ड कनेक्ट, यदि नेट कनेक्ट गर्नको लागि हामीलाई ल्यान्ड पनि दिएको छ। माउसहरू कनेक्ट गर्नको लागि हामीलाई युएसबी दिएको छ। किबोर्ड कनेक्ट गर्न पनि हामीले यहाँबाट सक्छौँ। त्यससाथै चाहिँ भित्र चाहिँ हामीलाई के दिएको छ हेरौँ है। हामीलाई चाहिँ यसको लागि चाहिँ पावर कनेक्टर, जुन चाहिँ पावर केबल दिएको छ, जुन चाहिँ हामीले यहाँनिर यो सेटर बक्सको चाहिँ यो डीसी कनेक्टमा चाहिँ हामीले जोडेर चाहिँ पावर दिने गर्छौँ यसलाई चाहिँ है। अनि यसमा चाहिँ 12 भोल्टको चाहिँ एडाप्टर लाग्छ है। 12 भोल्टको एडाप्टर तपाईँले यहाँनिर 12 भोल्ट लेखेको देख्न सक्नुहुन्छ। र त्यससाथै यसमा चाहिँ 12 भोल्ट नै भनेको छ, यहाँनिर पछाडिपट्टि देख्न सक्नुहुन्छ। त्यसै गरी यसलाई चाहिँ अपरेट गर्नको लागि हामीलाई एउटा रिमोट दिएको छ है। रिमोट पनि हामीले खोलेर हेरौँ। ल, यो रिमोट छ र त्यससाथै हामीले यहाँ ब्याट्री हाल्न सक्छौँ, किनकि रिमोटलाई अन गराउनको लागि ब्याट्री चाहिने गर्छ है। ब्याट्री चाहिँ यहाँ दिएको छैन भने हामीले छुट्टै किनेर लिएर आउन सक्छौँ र त्यस्तै गरी हामीले किनेर पनि ल्याइसकेको छौँ। अहिले मैले कनेक्ट गरेर पनि हजुरहरूलाई देखाउँछु। अनि त्यस्तै गरी चाहिँ अब यो चाहिँ अब यदि तपाईँलाई हामीले भनेको अनुसार पनि जान्नु भएन भने चाहिँ यहाँले मेनु पनि दिएको छ। यो मेनु हेरेर पनि तपाईँले कसरी कनेक्ट गर्ने भन्ने कुरा जान्न सक्नुहुन्छ। हामीसँग चाहिँ अहिले टिभी चाहिँ छैन, हामी चाहिँ मोनिटरमा लगाएर हेर्छौँ। सुरुमा चाहिँ यो स्विचलाई चाहिँ हामीले यहाँ पावर दिन्छौँ। पावर दिइसकेपछि चाहिँ यहाँनिर हामीले डीसी कनेक्टमा चाहिँ कनेक्ट गर्नुपर्ने हुन्छ। ल, कनेक्ट गर्ने बित्तिकै चाहिँ हाम्रो यहाँनिर केही पनि लाइटहरू केही पनि बोलेको छैन अहिले, किनभने हामीले चाहिँ यसलाई अन गराउनको लागि रिमोटले अपरेट गर्नुपर्ने हुने रहेछ है। रिमोटमा चाहिँ हामीले पहिला ल, मैले चाहिँ यो ब्याट्री चाहिँ यहाँ रिमोटमा राख्छु। रिमोटमा ब्याट्री हाल्न हजुरले जान्नु भइसकेको छ। ल, यसरी रिमोट पनि हाम्रो काम गर्यो। ल, यसपछि चाहिँ हामीले यति चिज चाहिँ गरिसकेको छौँ। अब हामीले चाहिँ के गर्छौँ, मोनिटरमा चाहिँ कनेक्ट गर्छौँ। अनि हामीले चाहिँ एचडिएमआई कनेक्ट चाहिँ यसमा एचडिएमआई गरेर त्यसमा डिस्प्ले देखाउने हो मोनिटरमा है। हामीलाई बक्समै एचडिएमआई केबल पनि उपलब्ध गराइदिएको हुन्छ है। यो चाहिँ हामीले अब यसमा लगाएर अनि त्यसमा चाहिँ डिस्प्ले देखाउँछौँ। यो चाहिँ एचडिएमआई पोर्ट, यसमा चाहिँ हामीले एचडिएमआई पोर्ट लगाउँछौँ यसरी है। यो लगाइसकेपछि हजुरको मोनिटर वा टिभीमा लगाउँदै हुनुहुन्छ भने टिभीको पछाडि एचडिएमआई दिएको हुन्छ है। अनि एचडिएमआई केबल चाहिँ हामीले टिभीको पछाडि राख्छौँ। यो टिभी चाहिँ पुरानो छ है, नयाँ अहिलेको स्मार्ट टिभीहरू होइन, मोनिटरहरू होइन, जहाँ एचडिएमआई केबल छैन भने चिन्ता नगर्नुहोस्। त्यसको लागि चाहिँ एबी केबल दिएको छ है। यो एबी केबल चाहिँ एक स्विचबाट यो 3टा स्विच चाहिँ हाम्रो टिभीमा लाग्छ पुरानो है। यो एउटा मात्रै स्विच दिएको छ जुन तपाईँले देख्नु भएको छ है। यो स्विच चाहिँ हाम्रो यो स्मार्ट बक्सको यो यहाँनिर एबी भनेर लेखेको छ, यहाँ एबीमा चाहिँ हामीले त्यो स्विच केबल लगाउँछौँ। अहिले चाहिँ हामीले एचडिएमआईबाट चाहिँ लगाएर सिक्छौँ है। पुरानो टिभीमा लगाउन चाहनुहुन्छ भने हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ कसरी लगाउने भनेर। ल, यहाँ चाहिँ हामीले एचडिएमआई केबल लगायौँ। अब त्यसपछि हाम्रो चाहिँ यहाँनिर मोनिटरको पछाडिपट्टि पनि एचडिएमआई स्विच दिएको हुन्छ। यहाँनिर चाहिँ हामीले एचडिएमआई स्विच यसरी कनेक्ट गर्न सक्छौँ है। यति कनेक्ट गरिसकेपछि अब हामीले चाहिँ यसलाई अन गरेर हेर्छौँ। ल, यसलाई अन गर्नलाई चाहिँ रिमोटको पावर बटन अन गरिदिउँ। ल, एकैछिन चाहिँ 1-1.5 सेकेन्ड चाहिँ हामीले कुर्नुपर्ने हुन्छ। 1-1.5 सेकेन्ड चाहिँ यसलाई ओपन हुनलाई लाग्छ है। यो 1-1.5 सेकेन्ड पछि चाहिँ ओपन भएर आउँछ र यसरी हामीले सजिलै नै आफैले घरमै लिएर आएर पनि आफैले कनेक्ट गर्न चाहिँ सक्नेछौँ। त्यसपछि यो ओपन हुँदैछ। यो ओपन हुनलाई चाहिँ अलिकति समय लाग्ने गर्छ। यसरी चाहिँ ओपन भयो। अब हामीले यसलाई चलाउनको लागि हामीले यसको सेटिङहरूको बारेमा जान्नुपर्ने हुन्छ। सेटिङको लागि जान्न इच्छुक हुनुहुन्छ भने हामीले नेक्स्ट भिडियो पनि लिएर आउनेछौँ।